छन्, जसका कारण गोदावरीलाई सेमिफाइनल समीकरणमा स्थान बनाउन कुनै पनि गाह्रो भएन। र यहाँ हामी देख्न सक्छौँ गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनज्यू र उपमेयर मुना अधिकारीज्यू। पहिलो खेलमा महालक्ष्मी नगरपालिकालाई 6-1 ले हराएको गोदावरीले दोस्रो खेलमा ललितपुर विरुद्ध 1-1 को बराबरी खेलेको थियो। तेस्रो तथा निर्णायक खेलमा बागमतीमाथि 7-0 को रवाफ जमाएपछि गोदावरीले गोल डिफरेन्सका आधारमा ललितपुरलाई पछाडि पार्दै अन्तिम 4 को यात्रा तय गर्यो। गोदावरीले गरेको 14 गोलमा अरुण लामा एक्लैको नाममा, जर्सी नम्बर 12 अरुण लामा, ड्र जर्सी नम्बर 16 अनिल बमजन, त्यसैगरी जर्सी नम्बर 13 मा समीर तामाङ। साथ रहनेछ। प्राविधिक कारण आफ्नो दोस्रो खेलमा नवीन टोलीमा उपस्थित थिएनन्। आज टोलीलाई नवीनको एक्सपर्टिज र गाइडेन्स रहनेछ। नेपाली फुटबलकै सर्वाधिक सफल क्लब मध्ये एक रानीपोखरी समीर तामाङ, सागर तामाङ त्यहाँ क्लियर गरिदिनेछन्। त्यहाँ अमित तामाङ पहिलो खेलका ह्याट्रिक कर्ता वाङ्गेल आज कप्तानको अम्बयानमा देखिएका छैनन्। वाङ्गेल अनुभवी तथा कप्तान रिपु भुलानको उपस्थितिमा आज टोलीको मनोबल छुट्टै रहेको हुनुपर्छ। वाङ्गेल, द डिफेन्सिभ वाल अफ गोदावरी नगरपालिका। अनिल बमजन लामा, तर यसपालि भने नियन्त्रण गर्न सकेनन्। हामीले यो प्रतियोगिता अवधिभर अनिल बमजन लामाको त्यो म्याजिकल फुटवर्क देखिरहेका थियौँ। सागर निकै नै राम्रो डिफेन्डिङको नमुना त्यहाँ सागर तामाङबाट। र आज सागरसँग थप एउटा जिम्मेवारी रहनेछ। थ्रोइन गर्दै त्यहाँ अनिल बलामी। गोलकिक रहनेछ त्यहाँ गोदावरीका लागि। गोदावरी नगरपालिकाका समर्थक नेचुरल प्यारापिटमा खेलको रौनक लिँदै समीर तामाङ इन्टरसेप्ट गर्नेछन्। त्यहाँ पास दिनेछन् अरुण लामालाई, तर अनिल बलामी त्यहाँ क्लियर गर्नेछन्। रिपु भुलान, समीर तामाङ, द वन्डर किड अफ गोदावरी म्युनिसिपालिटी। यहाँ पासाङ लामा, पासाङको बल निराजनलाई, निराजनको यो लक्षित पास पासाङलाई, तर कटिङको अपेक्षा थियो। र जारी संस्करणको कुरा गर्ने हो भने गोलकिपर विवेक सिलवाल त्यति टेस्ट हुन सकेका छैनन्। 2 गोल मात्र खाएका छन् उनले। बक्सभित्र सहायता गरिरहेका थिए, तर गोदावरी बहुद्देश्य रङ्गशालामा रोजन मगर पास दिएका छन्। त्यहाँ सानो कान्छालाई, सानो कान्छा बक्सभित्र बल थियो। समीर तामाङ त्यहाँ लुज गर्न पुगेका थिए। विवेक सिलवाल त्यहाँ कन्फ्युजन परे।
घरेलु समर्थकहरूको बाक्लो उपस्थिति हामीले देखिरहेका छौं। यहाँ खतरा रहन सक्थ्यो। विवेक सिलवाल सागर तामाङ निराजनलाई पास दिएका छन्। सागरको लङ बल स्विच गरिदिएका छन् त्यहाँ राइट साइडमा अनिल बमजन लामा। अनिलको यो सुन्दर ड्रिब्लिङ, अनिल बमजन लामा पास दिएका छन् त्यहाँ रिपु भुलाललाई। बचाइदिएका छन् हरिशंकर। फेरि एकपटक गोदावरीको गोलमा बाधक बन्दै एकपछि अर्को आक्रमण विफल पारिरहेका छन् हरिशंकर तामाङले। क्लियर गर्नेछन् त्यहाँ निराजनको त्यो राम्रो कन्ट्रोल सागर तामाङ। क्या सुन्दर पास खेलिदिएका थिए अनिल बमजन लामाले रिपु भुलाललाई, तर हरिशंकर तामाङ त्यहाँ अवेर रहे, अलर्ट रहे। सानो कान्छा इन द रन ट्राइङ टु फाइन्ड रोजन मगर। रोजनलाई दिनेछन् त्यहाँ अमित तामाङ। मौका रहनेछ तर वाङ्गेलको त्यहाँ गोदावरी गोलका लागि हतार छ। र यो चौथो खेल खेलिरहँदा गोदावरी पहिलो पटक खेलमा पछाडि परेको यो नै पहिलो पटक हो। पछिल्ला 3 खेलमा गोदावरीले सुरुवाती अग्रता बनाएको थियो। निराजन सेट पिस प्रहार गर्दै फ्री स्टारको U18 टोलीमा कप्तानी जिम्मेवारी निर्वाह गरेका खेलाडी हुन् निराजन। निराजनको त्यो प्रहार र यो अवसर थियो अरुण लामालाई। निराजनले दोस्रो बारमा प्रहार गरेका थिए। थ्री स्टारको U18 टोलीमा कप्तानी जिम्मेवारी निर्वाह गरेका खेलाडी हुन् निराजन महर्जन। 3 स्टारबाटै शहीद स्मारक ए डिभिजन लिग खेलेका खेलाडी हुन् निराजन महर्जन। नेपाल सुपर लिग NSL को पहिलो सिजन धनगढी FC बाट खेलेका थिए निराजनले। त्यतिबेला निराजनको टोली धनगढी FC उपविजेता बनेको थियो। फेरि पनि निराजन लेफ्ट फ्ल्याङ्कमा पास दिएका छन् रिपु भुलाललाई। रिपुको त्यो प्रहार तर बाहिरिनेछ। थ्रो इन प्राप्त गरेको छ दक्षिणकालीले। साफ U18 च्याम्पियनशिप 2017 मा नेपालको जर्सी लगाएका थिए निराजन महर्जनले। भुटानको टिम्पूमा भएको थियो। हेड टु हेडमा बङ्गलादेशलाई हराउँदै छिरिङ लोप्चन लामाको नेतृत्वमा रहेको नेपाल च्याम्पियन बनेको थियो। त्यसैता माथिल्लो उमेर समूहमा नेपालले साफ च्याम्पियनशिप जित्न सकेको छैन। पछिल्लो समय अनिल बमजन लामा सम्मिलित नेपाली U20 टोलीले घरमै भएको साफ U20 च्याम्पियनशिप खेलेको थियो, तर फाइनलमा बङ्गलादेशसँग 4-1 ले हराएको थियो। बङ्गलादेशले नेपाललाई 4-1 ले हराएको थियो। उर्जन श्रेष्ठको नेतृत्वमा रहेको टोलीमा अनिल बमजन लामा महत्त्वपूर्ण सदस्य थिए र अनिल र निराजन अहिले गोदावरी खेमामा छन्। प्रमुख खेलाडी हुन् गोदावरी नगरपालिकाका प्रमुख 2 सदस्य। यहाँ गोल, हेडर गोल पासाङ लामाको। तर गोदावरीले बराबरी गोल फर्काएको छ। दोस्रो हाफको 5 मिनेट बित्न नपाउँदै बल 1 बाउन्स हुँदै बलले जामी चुम्यो। अरुणबाट गोलको अपेक्षा गरेको छ सम्पूर्ण गोदावरीका समर्थकहरू। अरुणकै गोल हेर्न र गोदावरी फाइनल पुगेको हेर्न झ्यालुङटारको गोदावरी बहुद्देश्य रङ्गशाला आइपुगेका छन् धिमे र झ्याली लिएर। र यहाँ सुरेन्द्र बलामी पक्कै पनि निराश रहनेछन्। अर्ली गोल कन्सिड गरेको छ। पहिलो हाफमा सुरुवाती अग्रता लिएको थियो र दोस्रो हाफको सुरुवाती मिनेटमै कन्सिड गरेको छ। अनिल बमजन लामा
सुरक्षितकारको त्यो बल सम्भवतः रिपु भुलान्थे त्यहाँ टार्गेट म्यान रोजन लामा क्लियर गर्नेछन् त्यहाँ सानो कान्छा अरुण लामा खाली बारीबाट 2 सिजन सी डिभिजन लिग खेलेका थिए अरुण लामाले फ्री स्टार र ब्रिगेड बोइजबाट ललित स्मृति U18 च्याम्पियनशिप खेलेका थिए सुरुवाती संस्करणहरूमा अरुण लामाले खतरा रहन सक्थ्यो निराजन थ्रोइन लिँदै अनिल बमजन लामा पास दिएका छन् त्यहाँ निराजनलाई राम्रो फुटवर्क त्यहाँ निराजनको सागर तामाङ सायर तामाङ पासाङ लामा नवीन कर्मचारी ब्याक पास खेलिदिए त्यहाँ यहाँ सानो कान्छालाई अवसर रहन सक्छ तर विवेक सिलवाल राम्रो गोलकिपिङको नमुना अगाडि सुरेन्द्र बलामी प्लेयर बक्स टच लाइन सम्हालिरहेका छन् दक्षिणकाली नगरपालिकाको डेलिभरी थियो प्रवेश गरेका छन् रायनको यो पहिलो टच रहनेछ र यहाँ रायनको आगमनसँगै समर्थकहरूको चिच्चाहट हामीले सुनेका छौं वाङ्गेल त्यहाँ के खतरा रहन सक्थ्यो फेरि पनि बल दक्षिणकालीका र अब भने कप्तानको आमब्यानमा पासाङ लामा रिपु प्रतिस्थापन भएसँगै पासाङ लामालाई कप्तानको आमब्यान दिएको छ रायनलाई मौका रहनेछ बल भेटाउने छन् या छैनन् थ्रोइन प्राप्त गरेको छ सानो कान्छा बल जितेका छन् निराजन यहाँ राम्रो डिफेन्डिङको नमुना निराजन महर्जनबाट सानो कान्छालाई चल्न दिइरहेका छन् निराजन आशिष साई वाङ्गेल लामा आशिष साई सागर तामाङ अब भने वाङ्गेल लामा सुरक्षितकार पास दिएका छन् त्यहाँ तर फेरि पनि डिस्पोजेस गरिदिए पासाङ लामा यदि राम्रो कन्ट्रोल हुन्थ्यो भने त्यहाँ खतरा रहन सक्थ्यो अनिल बमजन लामा आशिष साई रायन चिप्लिएका छन् तर नियन्त्रण गुमाउने छैनन् थ्रोइन प्राप्त गरेको छ गोदावरीले आशिष साई त्यहाँ क्विक थ्रोइन लिने क्रममा रायन महर्जनले दिनेछन् त्यहाँ वाङ्गेल सागर लङ बल रहनेछ त्यहाँ लफ्टेड बल सागर पञ्च गरिदिए रायन रेफ्री सुमन श्रेष्ठले कुनै पनि बेला फाइनल विसल ब्लो गर्नेछन् रोजन लामा निकै नै तारिफ योग्य प्रदर्शन गरेका थिए आज सुरक्षितकार पास दिन चाहन्थे त्यहाँ
सागर तामाङ स्विच गरिदिएका छन् रायन महर्जनलाई। रायन तर इन्टरसेप्ट गरिदिए। थ्रो इन प्राप्त गरेको छ गोदावरीले। अरुण लामा, आशिष साई, बक्सभित्र डेलिभरी र यो गोल रहनेछ। अनिल बमजन लामा, द सुपरस्टार, द वन्डर बोय। खेलको अन्तिम केही मिनेटमा अनिल बमजन लामाले बराबरी गोल फर्काएका छन् गोदावरीका लागि र यहाँ सेलिब्रेसन देख्न सक्छौँ। जर्सी फुकालेर सेलिब्रेसन गरेका छन् अनिल बमजन लामाले। पासाङको यो गोल पहिलो बारमा लोअर प्रहार गरेका थिए। टोलीका उपकप्तान हुन् विक्की महर्जन। विक्कीको यो सुन्दर प्रहार र खेल 1-1 को बराबरी भएको छ। सूरज चित्रकार दोस्रो हाफको सुरुवाती मिनेटमा मैदान प्रवेश गरेका थिए। सूरज चित्रकार Cool as you like. सूरज चित्रकारले प्रहार गर्दै र उनले पनि सहजै गोल गरेका छन्। 2-2 को बराबरी स्ट्रोक पेनाल्टी प्रहार गर्न। सागर versus हरिशंकर। सागर गोल गरेका छन्। पहिलो बारमा खेल प्रस्तुत गरेका थिए रोजन लामाले ब्याकलाइनमा। रोजन लामा विपक्षमा विवेक सिलवाल। रोजन लामा र उनीबाट आज कुनै पनि गल्ती हुने छैन हो भने निर्धारित समयसम्मका लागि रिडेम्सन पनि हुनेछ। आशिष साई, आशिषको यो प्रहार बचाइदिएका छन् त्यहाँ हरिशंकरले र दक्षिणकाली खेमामा खुसी। नवीन कर्मचारी आफ्नो टोलीलाई लिड दिन सक्छन्। नवीन कर्मचारी the most experienced player for दक्षिणकाली। नवीनको यो प्रहार बचाइदिएका छन् त्यहाँ विवेक सिलवालले। खेलमा फेरि पनि रौनक थपिएको छ र गोदावरी खेमामा खुसी हामी देख्न सक्छौँ। प्रतियोगितामा 9 गोल गरिसकेका खेलाडी हुन् अरुण लामा। अरुणको यो सुन्दर प्रहार र सुन्दर गोल। एडभान्टेज गोदावरी। अनिल बलामी,
र बचाइदिएका छन्। गोदावरीले फाइनलमा यात्रा तय गरेको छ। गोदावरी फाइनलमा विवेक सिलवालको त्यो लगातार दोस्रो बचाउ। गोदावरी दोस्रो गोदावरी मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। विवेक सिलवाल 2 बचाउ गरिदिए र दक्षिणकालीलाई हराइदिए र हामी देख्न सक्छौं त्यहाँ गोदावरी समर्थकहरूको खुसी। क्या गजबको खेल हेर्न पायौं हामीले र विवेक सिलवालले त्यहाँ काँधमा बोकिदिएका छन्।